हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? हजुरहरूलाई चिया मन पर्छ नाइ? मलाई भने चिया एकदमै मिठो लाग्छ। चिया बिना मेरो दिनको सुरुवात नै हुँदैन। आउनुस् मसँग सँगसँगै चिया बनाऊँ र मिठो चिया खाऊँ है त। मलाई चाहिँ चियामा हल्का सुकमेल अनि थोरै अदुवाको पेस्ट अनि अलि धेरै दुध र अलि धेरै मात्रामा पत्ती अनि थोरै चाहिँ चिनी राखेर चाहिँ मनपर्छ। धेरैजनाले चिया त रुचाउनुहुन्छ नै होला। मैले चाहिँ यसरी चिया बनाउँछु। मेरो चिया चाहिँ पाक्नलाई रेडी हुँदैछ। म चाहिँ अलि धेरै बेर पकाएर चिया रुचाउँछु। अब भने मेरो चिया रेडी भयो। मैले चाहिँ मिठो गरेर कपमा चिया राखेर खाँदैछु। अब मैले हजुरहरू पनि कपमा चिया राखेर मिठो गरेर खाँदैछु। कति मिठो।